फेरि पनि मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्दछु र आज म कन्ने च्याउको तरकारी बनाउन गइरहेको छु र यसको निम्ति अनि कन्ने च्याउलाई ल्याएर अनि केलाएर पखालिसकेको छु र म यसलाई आलु मिसाएर बनाउने छु र यहाँ आलु पनि अनि काटेर पखालिसकेको छु र त्यसको निम्ति चाहिने अनि यहाँनिर टमाटर, प्याज, हरियो लसुन, धनियाहरू तयार पारिसकेको छु र यसरी च्याउको तरकारी बनाउनको निम्ति सर्वप्रथम हामी च्याउलाई ल्याउनेछौँ, टिपेर ल्याउनेछौँ र त्यसपछि तरकारी बनाउनेछौँ। च्याउलाई चाहिँ हामीले टिपिसकेका छौँ। च्याउलाई टिपेर ल्याइसकेका छौँ। अब यसलाई चाहिँ हामी केलाउने छौँ। हातले नि यसरी ठिक्क ठिक्क साइजमा, ठुलो पनि होइन, ठिक्क साइजमा अब केलाउने छौँ च्याउलाई। हामीले चाहिँ च्याउलाई केलाएर यसरी पखालेर ल्याइसकेका छौँ। अब हामी यसलाई पकाउने छौँ। अब चाहिँ हामी च्याउ बनाउन गइरहेको छु। तेल तातिसकेको छ, मेथी पड्काउने छौँ। प्याज हाल्दैछौँ हामी। हामीले चाहिँ आलु हालेर बनाउने हो च्याउ, त्यही भएर पहिला आलुलाई फ्राई गर्नेछौँ। बेसा र टमाटरलाई पनि हामीले हालिसकेका छौँ। आलुलाई चाहिँ हामी यसरी भुजिसकेपछि हामी च्याउ हाल्नेछौँ। यो च्याउ चाहिँ पहिले फ्राई गरेर राखेको हो। यसलाई बोइल गरे पनि हुन्छ हल्का। र अब चाहिँ हामी च्याउ हाल्नेछौँ। यसरी च्याउ हालेर चलाउने छ। अब चाहिँ मसलाहरू हाल्दैछौँ हामी। यसमा चाहिँ च्याउको लागि चाहिँ मरिच, धुलो हल्का राख्नुपर्छ हामीले।
नुन चाहिँ स्वाद अनुसार, मिट मसला, खोर्सानी पनि अनि कति खानुहुन्छ पिरो त्यो अनुसार राख्नुपर्छ। च्याउ चाहिँ पाक्न आँटिसकेको छ। अब चाहिँ हामी धनिया, हरियो, लसुन हालेर एकछिन पकाउनेछौँ। अब एकछिन पछि नै तयार हुनेछ, यो च्याउ चाहिँ पाकिसक्नेछ। च्याउको तरकारी चाहिँ पाकिसकेको छ र हजुरहरूले पनि यसरी नै अनि पकाएर चाहिँ खान सक्नुहुनेछ। र यो भिडियो हेरिदिनु भएको निम्ति हजुरहरू सबैजनालाई धन्यवाद।